धडकन यता हेर्नु छक्क है म बिहेदेखिको गर्दै गर एकअर्कालाई हेर्ने है हो हो सरु र कर्ण सधैँ सधैँको लागि एक भइसके उनीहरूको मन्दिरमा बिहे भइसक्यो अब तिमीहरूले चाहेर पनि केही पनि गर्न सक्दैनौ साला हाम्रो घरको इज्जत माटोमा मिलाइ छैन मलाई रक्षा गर्न पनि आउँछ र प्रहार गर्न पनि आउँछ तर आज म एकदमै खुसी छु त्यही भएर म केही पनि गर्दिनँ चन्द्रकला काकी तपाईँको छोरीले उसले माया गरेको मान्छे पाएकी छे ऊ उसको जीवनमा एकदमै खुसी छे तपाईँ पनि आफ्नो छोरीको खुसीमा खुसी हुनुहोस् कर्ण असल केटा हो खराब केटा होइन यदि तपाईँको छोरी खराब केटासँग जान्थी भने तपाईँले पछि पछुताउनु पर्ने हुन्थ्यो तर तपाईँको छोरी असल केटा खोजेर खुसी भएर गएकी छे बरु उसलाई आशीर्वाद दिनको लागि बोलाउनुहोस् तपाईँको आशीर्वाद पाए भने उनीहरू खुसी भएर नयाँ तरिकाले जिन्दगी अगाडि बढाउन सक्छन् यदि मनदेखि आशीर्वाद दिन चाहनुहुन्छ भने मलाई भन्नुहोला म उनीहरूलाई लिएर आउँछु होइन भने सधैँ सधैँको लागि तपाईँको छोरी तपाईँबाट टाढा जानेछ त्यसपछि तपाईँले चाहेर पनि कहिले पनि भेट्न सक्नुहुने छैन यति कुरा चाहिँ विचार गर्नु होला कट ल ठिक छ एक्सन त्यही भएर विचार गर्नु होला मम्मी अब के गर्ने कट टाइट नआइज भने ल ठिक छ मम्मी अब के गर्ने केटोको यहाँबाट एक्सन किन लान्छी लैजाऊ न झक्क ल तिम्रो गएन नि त हात क्यामेरा एक्सन तिमीहरूले सरु र कर्णलाई अलग पार्नको लागि अनेक कोसिस गर्यौ तर तिमीहरूको कोसिस सफल भएन एउटा माया गर्ने जोडीलाई छुटाउन खोज्यौ तिमीहरूले तिमीहरूको कोसिस कहिले पनि सफल भएन मैले उनीहरूलाई एक बनाउन खोजेँ मेरो कोसिस सफल भएको छ छक्क हो सरु र कर्ण सधैँ सधैँको लागि एक भइसके उनीहरूको मन्दिरमा बिहे भइसक्यो अब तिमीहरूले चाहेर पनि केही पनि गर्न सक्दैनौ साला बिर्स्यो ल त्यसपछि अब रोल एक्सन ओके तैँले मेरो घरको इज्जतमा हात हालेर गल्ती गरिस् क्यामेरा अगाडि बढेपछि मात्र बोल्नु है क्यामेरा एक्सन तैँले आज हाम्रो घरको इज्जतमा हात हालेर ठुलो गल्ती गरिस् सम्झाएको थिएँ मैले तँलाई मेरो छोरीको जिन्दगीबाट टाढै बस भनेर तर तैँले मानिनस् मेरो घरको इज्जतमा दाग लागेको छ तेरो रगतले पखाल्छ मम्मी कट थपडा नि एक्सनमा एक्सन यसको रगतले मेरो घरको दाग पखालिसकेपछि तेरो कुन हालत हुन्छ त्यो मलाई पनि थाहा छैन बुझिस् अझै कट के छ डर एक्सन एक्सन बोल मम्मी नहीं नहीं के गर्नु के छ हेर्नु 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 कुकुरतिर हेर्नु कट अब तपाईँले के गर्नु पर्यो भन्दा एक्सन कुकुरतिर हेर्नु कुकुरतिर हेर्नु कुकुरतिर हेर्नु हान्दिनु दिनु पर्यो स्वाटै उहाँको एक्सन तना 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 उसलाई पनि हेऱ्यो कुकुरलाई हेऱ्यो तना 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 हान्दियो
एक्सन हान्दिनु अलि ढिला भयो फेरि ल केटी देखिरहेको छ पछाडि केटी एक्सन माथि डर 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 रामरी ओ माय गॉड ओ माय गॉड हान्दिनु कट बसेर हान्नु नि क्यामेरा एक्सन हटाउनु कुकुरी तान्नु हाल्दिनु कुकुरी कट कुकुरी आँखामा हान्छ रिस 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 एक्सन हान्दिनु भएन बिस्तारो तर्सिङ एक्सन कट उता छोरी बसिराख्ने हो बसिराख्ने हो अहिले उभिरहन्छ अहिले कम्पोजिट बाँकी नै छ नि त अहिले हातेर यस्तो रहेछ एक्सन सर 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 आँखा खोला सर बहिनी सर सर बहिनी सर एक्सन सर तिमीलाई केही पनि हुँदैन बहिनी तँलाई यो के भयो गर्न यो जुनीमा तिमी र म एक हुने यति नै रहेछ क्यामेरा साइलेन्स एक्सन सर तिमीलाई केही पनि हुँदैन बहिनी तँलाई यो के भयो गर्न यो जुनीमा तिमी र म भेटौँ नि यति नै रहेछ केही पनि हुँदैन अर्को जुनी फेरि तिमी र म भेटौँ हजुर एक्सन सर सर बहिनी यतै बस ल एक्सन सर बहिनी सर तिमीलाई केही पनि हुँदैन सर सर बहिनी एक्सन सर सर तिमीलाई केही पनि बहिनी हुँदैन तँलाई केही हुँदैन सर ए बहिनी सर बहिनी सर बहिनी सर बहिनी सर मुन्ना ए बहिनी आँखा खोल न बहिनी मिठो राख्छ तपाईँ रेडी आँसु एक्सन सर बहिनी सर बहिनी आँखा खोल न ए बहिनी सर बहिनी सर आँखा खोल मेरो छोरी कहाँ छ छोरी तपाईँको मलाई सोधिरहनु भएको छ त किन छोरी घरमा छैन र नाटक नगर प्रेम सरू कहाँ छ सरू कहाँ छ मलाई थाहा छैन र मैले कसैको ठेक्का पनि लिएको छैन ल के छ मेरो छोरी कहाँ छ तपाईँको छोरी मलाई सोधिरहनु भएको छ किन छोरी घरमा छैन र नाटक नगर प्रेम सरू कहाँ छ भन् सरू कहाँ छ मलाई थाहा छैन र मैले कसैको ठेक्का पनि लिएको छैन ल के छ ल म एक्सन
एक्सन। त्यही भएर विचार गर्नु होला। मम्मी अब के गर्ने? कट। टाइट नआइज भने ल ठिक छ। मम्मी अब के गर्ने केटोको यहाँबाट? एक्सन। मेरी छोरी कहाँ छ? तपाईँको छोरी त यहाँ आएकी छैन। अनि तेरो छोरो चाहिँ कहाँ छ? मेरो छोरो पनि छैन। त्यसो नगर्नु न। एक्सन। मेरी छोरी कहाँ छ? तपाईँको छोरी त मेरो घरमा आएकी छैन। अनि तेरो छोरो चाहिँ कहाँ छ? मेरो छोरो पनि घरमा आएकै छैन। मेरो छोरो। रोल। एक्सन। जा बाबु भित्र गरे। एक्सन। जा बाबु भित्र गरे। यदि तेरो छोराले मेरो इज्जत मान सम्मान प्रतिष्ठामाथि खेलबाड गरेको रहेछ भने तेरो यो घर जलेर खरानी हुनेछ। मम्मी त्यो त भित्र छैन त। मैले भनेकै हो नि घरमा छैनन् भनेर। अघि एकछिनमै फेरि सर्वनाश हो। एक्सन। सर्वनाश हुन्छ, सर्वनाश हुन्छ। प्रेमको लाइनमा नलाग्न छोरा भन्दा पटक्कै नानी। एक्सन। ल अब पोते लगाइदिने। ल आइज यहाँ आइज पोतेबाट। एक्सन। ल कर्ण सरूलाई पोते लगाइदियो। मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि। खुसी खुसी खुसी। एक्सन। ल कर्ण सरूलाई यो पोते लगाइदियो। ल तदेन लग्न त्रविणम तुमेव तदेन लन्ने एकअर्कालाई हेऱ्यो। यो मोन्टाजमा बस्छ क्या मेरो डाइलेक्ट चाहिँ, अब बस्दैन त। एक्सन। ल अब सिन्दुर लगाइदिने। कट। ल अब यसको ओएसमा टक्क सिन्दुर बाहिर ल्याऊ। एक्सन। ल हेरेर मात्रै बस्छौ कि सिन्दुर पनि हालिदिन्छौ? हालिदेऊ। ल यो ओएसमा आइज। एक्सन। तारा बलञ्च बलञ्च देव दलञ्च 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 देव पत्नी नमस्कृतम विष्णु पत्नी नमस्कृतम पापमस्य समी समी। ल अझ एकचोटि हालिदेऊ। ल तदेव लग्न तविनाम तिम्रो उसैलाई हेर्ने खुसी 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 तिमीहरू खुसी भइरह म हाल्दै गरेको जस्तो देखाउँछु। खुसी खुसी खुसी। ल अब बिहे सम्पन्न भयो। जीवनभर एकअर्काको साथ कहिले पनि छोड्ने होइन। जुन आज बाचा गरेका छौ नि त्यो बाचा जीवनभर निभाउनुपर्छ। आज तिमीहरूको प्रेम सफल हुँदाखेरि मेरो पनि एउटा उद्देश्य सफल भएको छ। म आज एकदमै खुसी छु। एकअर्कालाई धेरै हेर्नु पर्ने। ठिक छ अब क्यामेरा एक्सन।
ल बधाई छ तिमीहरूलाई बिहे सम्पन्न भएको छ आजदेखि बाजे हो त एक्सन ल बिहे सम्पन्न भएको छ आजबाट तिमीहरू दुईजना एक अर्काको साथी जीवन साथी यो साथ जीवनभर कहिले पनि नछुटोस् हामीले जुन उद्देश्य लिएका थियौँ त्यो उद्देश्य आज पुरा भएको छ म यो उद्देश्य पुरा भएकोमा एकदमै खुसी छु एकदमै ठिक छ बाबु यो दुईजनाको हेर एक्सन ल मैले बस्ने सबै व्यवस्था गरिदिएको छु त्यहाँ गइसकेपछि राम्रोसँग बस्नु त्यसपछि किन हेऱ्यौ त त्यो मान्छेले तिमीहरूलाई लाँदैन त यतैबाट जाने हो ल राम्रोसँग जानु है खै त बोल्दैन त ल एक्सन ल यहीँबाट जाने हो तिमीहरू मैले सबै व्यवस्था गरिदिइसकेको छु यहाँको अवस्था सामान्य भएपछि अनि म बोलाउँछु अनि आउनु नि है थ्याङ्क यू प्रेम हाम्रो लागि बिग्रियो होला होइन ल एक्सन कट ठिक छ ठ्याक्कै हाइट पनि मिलेको एक्सन खुसी खुसी कट ल ठिक छ अब ठ्याक्कै एक्सन के छ एकचोटि हेर्छु ल धड्कन तपाईहरूले एकादशी फिल्म्स युट्युब च्यानलमा हरेक बुधबार बेलुका 7:25 मा हेर्न सक्नुहुन्छ।